नमस्ते साथीहरू, हजुरहरू सबैलाई मेरो यो अरबी भाषा च्यानलमा धेरै धेरै स्वागत छ। अब ढिला नगरिकन अरबी भाषा सिक्नेतर्फ लागौँ है। म एकदम सिम्पल सधैँभरि बोलिने शब्दहरू चाहिँ म हजुरलाई सिकाउन गइरहेको छु। सुरुमा सिकौँ है। नमस्तेलाई सलाम अलैकुम भन्छ है। हामी नेपालमा कसैलाई नमस्ते भन्नु पऱ्यो भने नमस्ते भन्छौँ नि, त्यस्तै उहाँ चाहिँ अखाडी मुलुकमा चाहिँ सलाम अलैकुम भनिन्छ। सलाम अलैकुम भनेको चाहिँ अरबी भाषामा नमस्कार। त्यस्तै म भन्नु पऱ्यो भने आना है। म आफूलाई चाहिँ आना भनिन्छ। अनि तिमीलाई भने चाहिँ इन्ता, यो चाहिँ केटा मान्छेको लागि चाहिँ इन्ता भनिन्छ भने इन्ती भनेको चाहिँ केटी मान्छेको लागि। कोही केटी मान्छेलाई तिमी भन्नु पऱ्यो भने चाहिँ इन्ती भनिन्छ। केटा मान्छेलाई इन्ता भनिन्छ, केटी मान्छेलाई इन्ती भनिन्छ। त्यस्तै हामी भन्नु पऱ्यो भने नाहानु है। हामी भन्नाले चाहिँ नाहानु भनेको चाहिँ हामीहरू अब दुईजनाभन्दा बढी एकजनाभन्दा बढीलाई चाहिँ हामी भन्नु पऱ्यो भने नाहानु भनिन्छ है। अनि तिनीहरू भन्नु पऱ्यो भने चाहिँ हम अथवा होम भनिन्छ है। तिनीहरू है, इङ्ग्लिसमा दे भनिन्छ नि, त्यस्तै अरबी भाषामा तिनीहरू भन्नाले चाहिँ हम अथवा होम भनिन्छ। अब आउनुलाई चाहिँ ताल भनिन्छ है। केटा मान्छेलाई आउनु भन्नाले चाहिँ ताल भनिन्छ। त्यस्तै केटी मान्छेलाई अब आइबी मान्छेलाई आउनु भन्नु पऱ्यो भने ताली भनिन्छ है। केटी मान्छेले चाहिँ ताली, केटा मान्छेले चाहिँ आउनु भन्दा चाहिँ ताल भनिन्छ। त्यस्तै दिन है, दिनलाई चाहिँ योम भनिन्छ है। दिनलाई योम भनिन्छ। आजलाई आलियोम भनिन्छ। आजलाई आलियोम भने जस्तै रातलाई चाहिँ बिल्लेल, रातलाई बिल्लेल भनिन्छ अथवा लेल पनि भनिन्छ। आजलाई आलियोम भनिन्छ। आजको दिनलाई चाहिँ आलियोम भनिन्छ। अनि हिजोलाई चाहिँ हाम्स, हिजोको दिन चाहिँ गएको दिनलाई चाहिँ हाम्स भनिन्छ। अनि अस्तिलाई चाहिँ, अस्तिको दिनलाई चाहिँ गब्बल हाम्स, गब्बल भनेको पहिले है। हिजोभन्दा पहिले होइन, गब्बल भनेको पहिले। हिजोलाई चाहिँ हाम्स भनेको हिजोभन्दा पहिला दिनलाई चाहिँ गब्बल हाम्स। गब्बल भने चाहिँ पहिला है, पहिले अथवा पहिले हुन्छ। अरू शब्दमा नि प्रयोग हुन्छ गब्बल, गब्बल भने चाहिँ पहिल्यै। अनि त्यसपछि भोलिलाई भन्छ बुक्रा। आजलाई आलियम भन्छ, भोलिलाई भन्छ बुक्रा। आजलाई आलियम भन्छ, भोलिलाई भन्छ बुक्रा। अनि पर्सिलाई भन्छ बाद बुक्रा। बाद भनेको चाहिँ पछाडि है, आफ्टर भने जस्तै, आफ्टर इङ्ग्लिसमा आफ्टर भने जस्तै बाद भनेको चाहिँ पछि। अब भोलिको दिन पछिलाई चाहिँ बाद बुक्रा भनिन्छ। त्यस्तै भित्रलाई भनिन्छ दाखिल है। दाखिल अथवा जुवा पनि भनिन्छ। भित्र भन्नलाई चाहिँ भित्र हो भन्नु पऱ्यो भने नि ताल दाखिल। आउनुलाई ताल भयो, दाखिल भनेको भित्र, ताल दाखिल है। बाहिरलाई भन्छ बर्रा, अलिक सजिलो छ। बाहिरलाई भन्छ बर्रा, बर्रा रो बर्रा है। बाहिर जाऊ, रो भनेको जानु, रो बर्रा भनिन्छ बाहिर जानु है। माथिलाई फोक भन्छ। फोक भनेको चाहिँ माथि। त्यस्तै तललाई भन्छ ताहात, ताहात भनेको चाहिँ तल है। भुइँमा पनि भयो अथवा तल्लो तला पनि भयो। ताहात भनेको तल, फोक भनेको चाहिँ माथि है। अनि तलमाथि गर्ने सिँढी हुन्छ नि, त्यसलाई भन्छ सिल्लम है। तलमाथि गर्ने सिँढीलाई चाहिँ, भर्याङलाई चाहिँ भन्छ सिल्लम है। अनि त्यस्तै तपाईँको लिफ्ट हुन्छ नि, तलमाथि गर्न अफिसतिर घरतिर लिफ्टमा हामी तलमाथि गर्छौँ, त्यसलाई भन्छ आसनसेयर है। आसनसेयर भनेको चाहिँ लिफ्ट, आसनसेयर भन्छ है। अरबी भाषामा लिफ्टलाई आसनसेयर भन्छ। कुर्सीलाई किर्सी भन्छ। जान्छन् है, कुर्सी जस्तै किर्सी अथवा कुर्सी नै भन्छ कुर्सीलाई। टेबललाई भन्छ ताउला, टेबललाई भन्छ ताउला है। किचनलाई भन्छ, किचन रुमलाई भन्छ मदबख, किचन रुमलाई भन्छ मदबख है। अनि टोइलेटलाई है, बाथरुमलाई भन्छ हमाम। अरबी भाषामा टोइलेटलाई भन्छ हमाम है। त्यसै गरी गाडीलाई भन्छ सैयारा, गाडीलाई भन्छ सैयारा है। त्यस्तै गरी प्लेनलाई भन्छ, उस्तै शब्द आउँछ। प्लेनलाई, गाडीलाई भन्छ सैयारा, प्लेनलाई भन्छ तैयारा। त्यस्तै अब गाडी चलाउने मान्छे ड्राइभरलाई भन्छ साइक है। साइक अथवा कुनै देशमा सौवाक पनि भनिन्छ। कुनै कुनै शब्द देशअनुसार फरक पर्न सक्छ है। सबै देशहरू, अरबी देशहरू चाहिँ सबै शब्द चाहिँ नमिल्न सक्छ। अनि साउदीतिर चाहिँ सौवाक भनेको सुनिन्छ, तर कुवेत भाषामा चाहिँ ड्राइभरलाई साइक भनिन्छ। त्यस्तै ड्राइभरलाई गाडी चलाउन लाइसेन्स चाहियो, लाइसेन्सलाई के भन्छ भने रुक्सा भन्छ। रुक्सा भनेको चाहिँ ड्राइभिङ लाइसेन्स है, त्यसलाई चाहिँ रुक्सा भनिन्छ। अब दायाँ, दाहिनेतर्फ अथवा दायाँलाई भन्छ एमिन, एमिन भन्छ। अनि बायाँलाई भन्छ एसार,
दायाँलाई एमिन, बायाँलाई एसआर। जहाँ अब चौबाटो छ, गोल घुम्तीहरू छ, 3-4 बाटो एकै ठाउँमा घुम्ती छन् त्यसलाई भन्छ दौवार है। चोकलाई विशेष गरी गाडी घुम्ने दायाँ बायाँ जाने ठाउँलाई चाहिँ दौवार भन्छ। त्यस्तै घरलाई बेद भन्छ है, घरलाई बेद भन्छ। कोठालाई गुर्फा भन्छ, कोठालाई चाहिँ गुर्फा है। सानो कोठा भयो नि ठुलो कोठा भयो नि गुर्फा भन्छ। तर हल, धेरै ठुलो हललाई चाहिँ के भन्छ भने साला भन्छ है। ठुलो हललाई चाहिँ साला भन्छ। जस्तै विवाह गर्ने ठाउँ, पार्टी गर्ने ठाउँ, सल्ले पढ्ने ठाउँ, ठुलो ठुलो कोठाहरू हुन्छ त्यसलाई भन्छ साला। साला भनेको चाहिँ ठुलो ठुलो हलहरूलाई चाहिँ साला भन्छ। पसललाई भन्छ बकाला है, पसललाई बकाला भन्छ। जुनसुकै पसल हो नि पसल भनेको चाहिँ बकालै भयो है। अनि मार्केट अथवा बजारलाई चाहिँ सुक भन्छ है। बजार जाने भन्छौँ नि हामी अथवा मार्केट जाने भन्छौँ त्यसलाई भन्छ सुक भन्छ। अनि रेस्टुरेन्ट है, साना साना होटलहरूलाई रेस्टुरेन्टलाई चाहिँ मताम भनिन्छ। मताम भनेको चाहिँ रेस्टुरेन्ट होटलहरू, सानो होटलहरू है। ठुलो होटललाई फेरि अर्कै नाम हुन्छ। ठुलो होटललाई चाहिँ तपाईँको फन्दक भन्छ। ठुलो होटललाई चाहिँ फन्दक भन्छ। ठुलो होटल 3 तारे होटल 4 तारे होटलहरूलाई चाहिँ फन्दक भन्छ भने साना साना खाजा नास्ता चिया खाने होटललाई चाहिँ मताम भन्छ। अनि खानेकुरोलाई चाहिँ ताम भन्छ है। मताममा होटललाई मताम भने खानेकुरोलाई भन्छ ताम। रोटीलाई भन्छ खबुस है, रोटीलाई खबुस भन्छ। हजुरलाई थाहा हुँदैन, खबुस त कन्ठै भइसक्यो होला, जाने बित्तिकै थाहा हुन्छ खबुस त हामीले खाने भनेकै खबुस हो। खाजालाई भन्छ फतुर, खाजालाई भन्छ फतुर। बिहान हामीले खाने खाजालाई भन्छ फतुर है। ब्रेकफास्टलाई चाहिँ फतुर भन्छ। चामललाई रोज भन्छ, चामललाई रोज भन्छ। जुसलाई चाहिँ आसिर भन्छ, सुन्तला जुस, हरेक जुस, सबै खाले जुसलाई चाहिँ आसिर भन्छ। दुधलाई हलिब भन्छ, दुधलाई चाहिँ हलिब भन्छ। त्यस्तै चियालाई चाहिँ चाय, चियालाई चाहिँ झन्झनै उस्तै छ तर चियालाई चाय भन्छ है। चाय भनेको चाहिँ चिया। लुगा धुने ठाउँलाई चाहिँ लोन्ड्रीलाई चाहिँ मक्सला भन्छ है। लोन्ड्रीलाई चाहिँ मक्सला भन्छ, जहाँ लुगाहरू धोइन्छ। लुगा धुने पसललाई चाहिँ मक्सला भन्छ। त्यस्तै स्टोर हुन्छ नि अथवा कुनै अफिसको स्टोर, घरको स्टोर, त्यसलाई चाहिँ भन्छ मकजन है। अनि जुन ग्राउन्ड फ्लोर हुन्छ नि, अब भुइँतलालाई भन्छ अर्दी, अर्दी भनेको चाहिँ भुइँतला है। दोस्रो तलालाई चाहिँ दोरतानी भन्छ, दोस्रो तलालाई दोरतानी, तेस्रो तलालाई दोरतला त, चौथो तलालाई दोर आर्बा, यस्तै गरी 1 2 3 हुँदै डोर हुँदै जान्छ है त। त्यस्तै ढोकालाई भन्छ बाब, ढोकालाई दरवाजा, ढोकालाई भन्छ बाब। झ्याललाई भन्छ देरेसा, झ्याललाई भन्छ देरेसा। अनि सिसालाई भन्छ जाम है, सिसा। जाम भनेको चाहिँ सिसा, सिसा चाहिँ कस्तोलाई भन्छ भने झ्यालतिर लगाउने, ढोकातिर लगाउने, जताको सिसालाई चाहिँ ग्लासलाई चाहिँ जाम भनिन्छ। फेरि खाने जाम नसम्झिनु होला है, सिसालाई भन्छ जाम। कपडालाई भन्छ मलाबेस, अराई भाषामा कपडालाई भन्छ मलाबेस। कामलाई भन्छ सम्स। अनि पानीलाई भन्छ माई, पानीलाई माई अथवा कुनै देशमा चाहिँ मोया भनिन्छ। तातोलाई भन्छ हार है, तातोलाई भन्छ हार। चिसोलाई भन्छ बारिद, बारिद भनेको चाहिँ चिसो। अब चिसो पानी जमेर बनेको आइस है, आइसलाई चाहिँ के भन्छ भने तल्ज भन्छ है। तल्ज भनेको चाहिँ आइस है, तल जम्मा हुन्छ अब हिउँ सबैलाई चाहिँ तल्ज भन्छ। जमेको पानीलाई चाहिँ तल्ज भन्छ। फ्रिजलाई भन्छ तल्लाजा है, फ्रिजलाई एकदम ध्यान दिनु होला, धेरै चल्छ। फ्रिजलाई भन्छ तल्लाजा। एसी, हाम्रो अब खाडी क्षेत्रतिर एसी नभए त बस्न सकिँदैन, सुत्न पनि सकिँदैन, काम गर्न सकिँदैन, त्यसलाई भन्छ मुक्केफ, मुक्केफ भन्छ एसीलाई। त्यस्तै आउनुलाई ताल भन्छ भने जानुलाई चाहिँ रो भन्छ है। आउनुलाई ताल भन्छ, जानलाई रो भन्छ। अथवा गयो भन्नलाई चाहिँ एमसी है, गइसक्यो भन्नलाई चाहिँ एमसी भनेको चाहिँ गइसक्यो। आउँदैछु भन्नलाई चाहिँ आना इजी, जाँदैछु भने चाहिँ आना रो है, जाँदैछ भन्नलाई वा रो। बस भन्नलाई चाहिँ इजलिस है, बस्नु भन्नलाई चाहिँ इजलिस अथवा गाद, इजलिस भनेको चाहिँ गाद अथवा इजलिस भनेको चाहिँ बस भनेको है। अब उठ पनि भन्छ, उठ भन्नलाई के भन्छ अराई भाषा गुम भनेको चाहिँ उठ, सुत्या भयो भने उठ, बसेको भयो भने उठ भन्नाले चाहिँ गुम।
खानुलाई भन्छ अक्केल है। रो रो अक्केल भनेको चाहिँ जाऊ जाऊ खाना जाऊ, रो भनेको जानु, अक्केल भनेको खानु है। रो अक्केल भने चाहिँ खाना जाऊ, अक्केललाई चाहिँ अरबी भाषामा खानुलाई चाहिँ अक्केल भनिन्छ है। पिउनुलाई भन्छ सराब, पानी पिउनु, जुस पिउनु, दुध पिउनु सबैलाई सराब भनेको चाहिँ पिउनु है। सुत्नुलाई नुम भन्छ है, सुत्नुलाई नुम भन्छ। रो नुम भनेको चाहिँ जाऊ सुता है। म सुतिरहेको छु अथवा कोही सुतिरहेको छ भने चाहिँ नाइम भनिन्छ। त्यस्तै बाटोलाई भन्छ तरिक है, सानो बाटो, गाडी हिँड्ने बाटो, मान्छे हिँड्ने बाटो सबैलाई भन्छ तरिक। घरभित्रको बाटोलाई पनि तरिकै भन्छ है, सबैलाई तरिक भन्छ। अनि कुनै कुरो छ भन्नलाई फी है, फी कसैले सोध्यो नि छ कि छैन, फी ओला माफी भने चाहिँ छ कि छैन। फी ओला माफी भनेको चाहिँ छ कि छैन, छ भने फी भन्ने, छैन भने माफी भन्ने, एकदम सजिलो छ। छ भन्नलाई फी, छैन भन्नलाई माफी, यसरी सम्झिनु होला। हुन्छ साथीहरू, यो भिडियो निकै लामो हुन्छ, म अर्को भिडियोमा फेरि हजुरहरूसँग भेट गर्नेछु। बुझ्नु भएन भने फेरि धेरै भने हेरिदिनु होला है। म यस्ता भिडियोहरू धेरै ल्याइरहनेछु। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला। कुनै कुरो हजुरलाई बुझ्नु भएन भने कमेन्ट गरिदिनु होला, कमेन्टमा म हजुरलाई रिप्लाई गर्नेछु है, सहयोग गर्नेछु। आजलाई नमस्कार, बाई बाई, मासलाम।